ओके गाइज, आज चाहिँ हामी निङ्ग्रो हन्टिङ अनि गाईलाई घाँस पनि केटाहरूले यसो ल्याउने अरे जाँदैछौँ र भ्यू चाहिँ यस्तो छ। खास यो अब पहिलाको लागि चाहिँ है जङ्गल जाँदाखेरि चाहिँ दामी खानेकुरा कता अरे यता अब यो पेल्नु पर्छ है। अलिक उल्टा बाटो आएछौँ जस्तो छ। पहिलाको बाटो त डल्लै चेन्ज भएछ। अब यो हल्का पेल्दै पेल्दै जानेछौँ। यताबाट जाउँ होइन कि डाइरेक्ट पुग्छ त? के हो यो चाहिँ? अमेलपाते यहाँ चाहिँ अब उद्याउनुपर्छ यसरी हँसियालाई, किनभने यो हँसिया चाहिँ अब धारिलो हुनु पर्यो नि त होइन, घाँस काट्नुको लागि, अगाडि जङ्गल फान्नुको लागि। र अवश्य यो रेडी है उद्याउनेमा उदाएपछि रेडी। ट्राई गरेर पनि हुन्छ है। दुईखेपमा चाहिँ छिन्यो है। आज चाहिँ दुईजना हाम्रो सानो सानो घाँसीहरू आउँदैछन्। आइज आइज, कहाँ काटिस् घाँस? साउने माथि गइस्? भालुले खाला नि तँलाई। भालुलाई खान्छ है? आम्मा हेर, ल ल कति मुठा हो यो? यो मुन्टा चाहिँ दिस इज स्पेसली खान्छ है, सब्जी पनि हो। सब्जी पनि हो। यो चाहिँ हेभी तितो हुन्छ है, यसको पुरै तितो हुन्छ। तर अब यो यसले दाँत पनि मोल्थ्यो होइन? दाँत पनि मल्छ यसले नै हो है। डिटक्स गर्छ है यसले चाहिँ। दामी रहेछ। दामी त महातितो छ हो, टेस्ट गर्नुहोस् न तपाईँ। ओके गाइज, दबाई चाहिँ यो छ हो। म पनि हल्का डिटक्स हुनुको लागि खाँदैछु। पसिना पसिना भइसक्यो, निकै माथि आइसक्यो हामी। अब चाहिँ तपाईँहरू सुन्नु सक्नुहुन्छ पिसफुल नेचर, चराहरू पुरा रहेछ, कराउँदैछ। ओके गाइस, अहिले चाहिँ भने म फेरि उकालो लाग्न थालेँ हो। ओके, बाटो ओभर हिरी छ, त्यसै कारण म भिडियो कन्टिन्यू गर्नु सक्दिनँ। ओके, see you in next episode.